Describe Hello about everyone, Camdrum Yag I'm Part 1. researcher of astrology field, astrologer and Vastu consultant Pooja Sharma from Nepal, Chitwan, at my own office, Jai Lakshmi Astrology Services, located in Nepal, Hakim Chowk, Bharatpur 10. Also today, I'm gonna to talking about Yog, Kim Drum Yog. So this Yog is also different comparison than other योग जसमा चाहिँ आज हजुरहरूको माझमा म ज्योतिष पूजा शर्मा पुनः उपस्थित भएको विषय केही नयाँ भिडियोको साथ हजुरहरूको माझमा उपस्थित भएको विषय जानकारी गराउँदछु। एगेन नमस्कार अल अफ यु आवर नेसनल एन्ड इन्टरनेसनल बोथ अफ पिपुल्स, हाम्रो नेपाल तथा नेपालबाट बाहिर रहेर पनि जतिजनाले हाम्रो प्रत्येक दिन आइरहने ज्योतिष परामर्शसँग सम्बन्धित विषयहरू श्रवण गर्नुहुने सम्पूर्णमा म पुनः हजुरहरूलाई जयलक्ष्मी ज्योतिष परामर्शमा स्वागत गर्दछु। जसमा चाहिँ हामीले चाहिँ मैले चाहिँ हजुरहरूको माझमा चाहिँ ज्योतिष परामर्शसँग सम्बन्धित विभिन्न विषयहरू लिएर आएको छु। जसमा विषय भन्दा पनि ज्योतिष परामर्शसँग सम्बन्धित हाम्रो योगहरू हुन्छन् हैन, जसमा अब ज्योतिष परामर्श मैले हजुरहरूको माझमा चर्चा गरिसकेको छु। जसमा ज्योतिष परामर्श भनेको यस्तो क्षेत्र हो, यो एउटा केवल अध्ययन मात्र होइन, यो केवल एउटा अनुसन्धान मात्र होइन, यो त एउटा गहिरो, यो एउटा यस्तो गहिरो स्वरूप छ, यसमा यति गहिरो स्वरूप छ जसमा हामीले यसलाई जति हामीले निहाल्दै जान्छौँ, जति हामीले खोज्दै जान्छौँ, त्यति नै के हुन्छ भन्दाखेरि नयाँ नयाँ कुराहरू हामीले सिक्दै जान्छौँ। गहिरो महासागर, एकदम गहिरो सागर हो यो भनेको। जसमा चाहिँ हजुरहरूको माझमा विभिन्न योगहरूको विषयमा चर्चा गर्दै आइरहेको थिएँ। जसमा पुनः विभिन्न योगहरूको विषयमा चर्चा गर्दै आउने क्रममा चाहिँ आज हजुरहरूको माझमा मैले केही भिन्दै विषय लिएर हजुरहरूको माझमा उपस्थित भएको जानकारी गराउँदछु। जसमा मैले हजुरहरूको माझमा विभिन्न योगहरूको विषयमा त चर्चा गरिसकेको छु। जसमा चाहिँ विभिन्न विषयहरूको योगहरूको विषयमा चर्चाहरू गर्दै आउने क्रममा चाहिँ हाम्रो माङ्गलिक योग, मालव्य योग, गजकेसरी योग, शश योग, एस्ट्रोलोजी भनेको के हो, माङ्गलिक योग भनेको के हो, कस्तो अवस्थामा हामीले म्यारिड गर्दाखेरि, कस्तो अवस्थामा चाहिँ हामीले म्यारिड कन्डिसनलाई चाहिँ कसरी हामीले नाडी मिलाएर नाडीहरू मिलाउनु पर्छ, कसरी हामीले माङ्गलिक दोषहरूसँग सम्बन्धित विषयहरूलाई चाहिँ अनुसन्धान गरेर चाहिँ हामीले वैवाहिक क्षेत्रलाई अगाडि बढाउनु पर्दो रहेछ त भन्ने विषयको साथ हजुरहरूको माझमा उपस्थित भएको थिएँ। पुनः आज हजुरहरूको माझमा केही भिन्नै विषयको माझ उपस्थित भएको विषय जानकारी गराउँदछु। जसमा आजको हाम्रो विषय रहेको छ केमद्रुम योग है। इट्स कल्ड केमद्रुम योग। अब केमद्रुम योग भन्ने बित्तिकै अब नाम सुन्दा पनि केमद्रुम योग कस्तो योग रहेछ यो भन्ने धेरैजनाको मनमा पनि प्रश्न उठ्न सक्छ। र मैले विशेष त यो भिडियो चाहिँ हाम्रो साउथ एसियन एस्ट्रो फेडरेसनमा जतिजना पनि हाम्रो इन्डियन ज्योतिषहरू हुनुहुन्छ, हाम्रो नेपाली ज्योतिषहरू हुनुहुन्छ, विशेष त हाम्रो ओल्ड एस्ट्रोलोजर, यङ एस्ट्रोलोजर र साउथ एसियनमा मात्र नभइकन त्यस क्षेत्रबाट पनि मेरो सामाजिक सञ्जालमा जोडिनु हुने जतिजना ज्योतिषहरू हुनुहुन्छ उहाँहरूले पनि उहाँहरूको लागि पनि इङ्गित गरेर चाहिँ यो भिडियो बनाएको विषय मैले हजुरहरूको माझमा जानकारी गराउँदछु। जसमा चाहिँ भनिन्छ हामीले जानेको ज्ञान हजुरहरूको माझमा सेयरिङ गर्यो भने हजुरहरूले पनि सेयरिङ गर्नुभएको ज्ञान हामीले प्राप्त गर्ने मौका पाउनेछौँ। जसमा चाहिँ आजको विषय मैले हजुरहरूको माझमा जानकारी गराइसकेको छु। आजको हाम्रो विषय रहेको छ केमद्रुम योग है। जसमा केमद्रुम योग भनेको चाहिँ यस्तो योग हो जुन योग चन्द्रमाबाट बन्ने गर्छ है, चन्द्रमाबाट बन्ने गर्छ। जसमा अब कसरी चन्द्रमाबाट बन्ने गर्छ भन्ने विषयमा अब मैले हजुरहरूको माझमा चर्चा गर्नेछु है त। केमद्रुम योग भनेको यस्तो योग हो जब जब व्यक्तिको कुण्डलीमा, जब जब जातकको कुण्डलीमा चन्द्रमा, इट्स कल्ड मुन है। हामीले मुनलाई के को कारक मान्छौँ? मुन इज
यसको कारकहरू भनेको के हो? यो भनेको आफ्नो जन्म दिने आमाको, माताको अथवा हाम्रो मम्मीको भनौँ न, जन्म दिने आमाको कारकलाई मान्छौँ। कारक भनेको चन्द्रमा हो। मनको कारक भनेको चन्द्रमा हो, होइन? जल, पानीको कारक भनेको चन्द्रमा हो। चन्द्रमा भनेको के हो भन्दाखेरि हरेक क्षेत्र, नेम फेम भनेको चन्द्रमा हो, है? जसमा वी कल्ड मुन। जसमा के हुन्छ भन्दाखेरि हजुरहरूको माझमा मैले अब जानकारी गराउँदछु। जब जब जातकको कुण्डलीमा चन्द्रमा भनेको कस्तो प्लानेट रहेछ त, यो विषय हजुरहरूको माझमा जानकारी गराइसकेको छु। जब जब जातकको कुण्डलीमा जातकको कुण्डलीमा 12वटा घरहरू मध्येमा लग्नदेखि 12औं घरसम्म चन्द्रमा विराजमान छ। चन्द्रमा मुन, है, मुन बसेको छ र त्यो चन्द्रमा मानौ तपाईँको जन्म कुण्डली हजुरहरूले पनि आफ्नो बर्थ चार्टलाई खोलेर हेर्न सक्नुहुन्छ है त। हजुरहरूको जन्म कुण्डलीमा हेर्नुहोस्, हजुरहरूले आफ्नो बर्थ चार्ट पल्टाउनुहोस् र हजुरहरूले त्यो कुण्डलीमा हेर्नुहोस् है त। हजुरको कुन घरमा गएर चन्द्रमा बसेको छ? मानौ हजुरको 10औं घरमा गएर चन्द्रमा बस्यो र त्यसको अगाडि पनि र अघि पछि अथवा सेम कन्डिसन, अघि पछि दायाँ बायाँ चन्द्रमाको वरिपरि कुनै पनि शुभ प्लानेटहरू छैन अथवा कुनै पनि प्लानेटहरू बसेको छैन, चन्द्रमा मात्र एक्लै बसेको छ भने त्यस्तो कन्डिसनलाई हामीले के भन्छौँ भन्दा केमद्रुम योग भन्ने गर्छौँ, है। अब केमद्रुम योग भनेको यस्तो अवस्थामा बसेको हुन्छ जसमा चाहिँ अब केमद्रुम योगको धेरै योगहरू छन्। केमद्रुम जस्तै हाम्रो चन्द्रमाको भनौँ न, चन्द्रमाबाट बन्ने धेरै योगहरू छन् जसमा हामीले सुनेको छौँ। महालक्ष्मी योग सुनेको छौँ होला, होइन? चन्द्र मङ्गल कम्बिनेसन भयो भने त्यो कन्डिसनमा हामीले महालक्ष्मी योग भन्ने गरेको छौँ, जसमा हाम्रो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुण्डली हामीले देख्न सक्छौँ। नरेन्द्र मोदीजीको कुण्डलीमा पनि के छ भन्दा चन्द्र मङ्गल योग भएर बसेको छ। महालक्ष्मी योग भनेको छ जातकको एकदम विद्वान, होइन, जहाँ गए पनि मान सम्मान प्रसिद्धि मिल्ने त्यस्तो योग हो चन्द्र मङ्गल योग भनेको। लक्ष्मी योग, है, त्यो व्यक्ति जहाँ जान्छ उसले चाहिँ के गर्छ, उसलाई जहाँ पनि मान सम्मान प्राप्त हुने गर्दछ। त्यसै गरी चन्द्रमाको शुभ योग भनेको हाम्रो चन्द्रमाको शुभ योगहरू हुने गर्छ जसमा अनफा, सुनफा र दुर्धरा भन्ने गर्छौँ। यिनीहरू चाहिँ चन्द्रमाबाट बने शुभ योग हुनु भने त्यो मध्येमा चाहिँ चन्द्रमाबाट बने अशुभ योग भनेको चाहिँ केमद्रुम योग हो, जसलाई हामीले केमद्रुम योग भन्ने गर्छौँ। अब केमद्रुम योगको लक्षण के हो? जब जब मैले हजुरहरूलाई कस्तो अवस्थामा केमद्रुम योग बन्दो रहेछ त, यो विषय जानकारी गराएँ। एक्लै चन्द्रमा बसेको छ भने है त, द्याट्स कल्ड केमद्रुम योग। अब चन्द्रमा त एक्लै बसेको छ, है। अब यसको लक्षण के हो? हजुरहरूले सुन्नु भएको छ नि, फलानुलाई त एन्जाइटी भयो रे, फलानुलाई त डिप्रेसन भयो रे, कतिजनाले त उसले एक्लैले सङ्घर्ष गरेर पनि उसले आफ्नो जीवनमा सक्सेस प्राप्त गरेको छैन, उसलाई एकदम आर्थिक तङ्गी, आर्थिक प्रब्लम, इकोनोमिकली प्रब्लम भइरहेको छ, आर्थिक समस्या भइरहेको छ, गरिबीबाट ऊ मुक्त हुन सकिरहेको छैन, जति नै दुःख गरे पनि उसले सक्सेस एचिभ गरेको छैन। हो, त्यस्तो अवस्थालाई त्यस्तो कन्डिसन जातकलाई एन्जाइटी, डिप्रेसन लगायत विभिन्न समस्याहरू, जातक एकान्त प्रेमी पनि हुन्छ। कतिपय सुन्नुभएको होला, कसैलाई त एकदमै धेरै एकान्त मनपर्छ। हो, त्यस्तो लक्षणहरू देखा पर्छन् जसमा शनिको दृष्टिकोण मात्र पर्यो भने चाहिँ जातक एन्टी सोसियल हुन्छ। जातकलाई कस्तो हुन्छ भन्दाखेरि ऊ एन्टी सोसियल हुन्छ कि, है। एन्टी सोसियल कस्तो भन्दाखेरि ऊ समाजसँग घुलमिल हुन सक्दैन। जातक सामाजिक कार्यमा घुलमिल हुन नसक्ने, जे पनि उसलाई के हुन्छ भने एकान्तमा काम गर्न मनपर्ने, सामाजिक क्षेत्रमा समाजमा रहेर घुलमिल रहेर यस्तो जातकले काम गर्न सक्दैन। यो चाहिँ के हुन्छ भन्दाखेरि यो विशेष गरी हाम्रो केमद्रुम योगको लक्षण रहेको छ, है त। केमद्रुम योगको लक्षण हो यो चाहिँ। जातकले चाहिँ के हुन्छ भन्दा उसलाई एकदमै एकान्त प्रेमी हुन्छ जातक, है। उसलाई सामाजिक क्षेत्रमा एन्टी सोसियल, सामाजिक क्षेत्रमा ऊ घुलमिल हुन सक्दैन। हो, यो कस्तो अवस्थामा भन्दाखेरि चन्द्रमाको लक्षण त मैले हजुरहरूको माझमा जानकारी गराइसकेँ, सिम्पटम अफ मुन, बट इट्स अल्सो अ सिम्पटम अफ मुन टु, है। जसमा चाहिँ शनिको दृष्टिकोण, कम्प्लेक्सन अफ स्याटर्न, शनिको दृष्टिकोण पर्यो भने जातक के भयो? एन्टी सोसियल भयो। त्यही भएर कतिले सुन्नु भएको छ नि, मेरो बच्चा त घरबाट बाहिरै निस्किन्न, उसलाई त सामाजिक क्षेत्रमा घुलमिल हुन मन लाग्दैन, ऊ त एकदमै एकान्त प्रेमी छ, उसलाई आफ्नै हिसाबले काम गर्न मन लाग्छ। हो, त्यस्तो जतिजना पनि प्यारेन्ट्सहरू हुनुहुन्छ, जतिजनाले पनि आफ्नो बच्चाको यो ह्याबिटहरूलाई चाहिँ के गर्नुभएको छ, अब्जर्भेसन गर्नुभएको छ भने उहाँहरूले पनि यो विषय सुन्न सक्नुहुन्छ, है त। यो कारणले गर्दाखेरि चाहिँ हजुरको बच्चामा चाहिँ के हुन्छ, यो समस्या देखा पर्छ। अनि हामीले कति मेडिकल ट्रिटमेन्टहरू गर्न जान्छौँ, होइन? अनि मेडिकल ट्रिटमेन्ट गर्न
गर्न जाँदाखेरि पनि रोग पत्ता लागेको हुँदैन, जातकको बानी नै यस्तै हो भनेर चाहिँ डक्टरहरूले यति सजेसनहरू दिएर पठाउनुहुन्छ। एस्ट्रोलोजीमा चाहिँ यो सजेसन चाहिँ यो प्रब्लमलाई के भन्छौँ हामीले भन्दा यो यस्तो प्रब्लम बन्ने योगलाई हामीले केन्द्रमा योग भन्ने गर्छौँ।